हेलो एन्ड नमस्ते, वेलकम टु माई युट्युब च्यानल। लगभग 2 हप्तापछिको ग्यापमा म फेरि सानोतिनो भ्लग लिएर आइसकेको छु तपाईहरुको सामुन्ने र मेरो भ्लगमा स्वागत छ तपाईहरु सबैजनालाई। मजा मुखदुख धोएर चिटिक्क भएर आएर मेकअप गर्दैछु। मेकअप किन गर्दैछु र के कारणले गर्दैछु भन्न थाहा पाउनको लागि बिस्तारै मेरो पछाडी लागिरहनु होला। अब म यहाँ त्यहाँको क्रिम सिम लाएर हेन्सम भन्दैछु एभ्रीवार हैन। अब क्रिम सिम मेरो मेकअप चाहिँ फेरि केटीहरुको भन्दा नि चर्को हुन्छ। ऐनामा फोकस गर माया, ऐनामा। क्यामेराम्यान मेरी माया। यो क्रिम यो अनुहारमा लगभग मैले 6-7 लाख रुपैयाँ खर्च गरिसकेँ होला। अनुहार तर नि यस्तै छ गाइजहरु। क्रिममा र मेकअपमा पैसा नसक्नु होला। यो मेसेज धेरै जस्तो केटीहरुलाई फेरि मुख धोयो बेउला रोयो। मुख रोयो बेउला रोयो। मुख धोयो तब त बेउला रोयो। ल थ्यांक यू गाइज, भिडियोमा बनिरहनु होला है त। म कहाँ जान्छु के गर्छु आज एकदम स्पेशलै छ। अहिले भन्न मिल्दैन। जान चाहिँ म खुङखार एकजना डङलाई भेट्न जान लागेको। खुकुरी सुकुरी लएर भेट्न जाँदैछु। अब उहाँलाई भेट्न जाँदा खुकुरी सुकुरी बन्दुक सन्दुक लिएर जानुपर्छ नि, फेरि गाह्रो छ। ल गाइस, वेलकम टु शिवालय रिट्रिट हैन। हाम्रो शिवालय। ल अनि हामी कहाँ आएको स्पेशल के छ यहाँ स्पेशल खासहरू भन्दै जानुपर्छ नि तपाईँ। डनको बर्थडे। डनको बर्थडे। मैले एउटा कुरा चाहिँ बुझिनँ के दादा, यो डनरको बर्थडे चाहिँ यो गुपचुप ठाउँमा लुकामारी खेल्ने ठाउँमा चाहिँ हुँदो रहेछ। किन रहेछ? ए यहाँ भ्याएको त रहेछ हँदै। मेरो प्रश्नको जवाब चाहिँ दिन्न। ए म यो डनरको बर्थडे चाहिँ यो जङ्गलतिर डाँडातिर एकदम गुपगाप ठाउँमा हुन्छ। किन रहेछ? हाम्रो साथीको यस्तो पैसा धेरै छ, सस्तो ठाउँमा अब पार्टी गरेर हो। वाउ, खतरा फुल रहेछ है। ल यहाँ चाहिँ आउनै पर्ने ठाउँ रहेछ गाइज एभ्रीवान। यो चाहिँ हैन मेरो भ्लग मार्फत मैले तपाईँलाई हाम्रो भाइको रेस्टुरेन्टलाई मैले प्रचार गर्दैछु मेरो भिडियोमा। अब हेलो यहाँको म्यानेजर उयो हो। हेलो ठिक छ यार, के छ? नमस्कार। ल हाम्रो उहाँकै रेस्टुरेन्ट है फेरि। ल ओनर एन्ड म्यानेजर। ओ सरप्राइज। हामी यस्तो ह्यान्डसम भएर जाने, कहाँ जाने, के गर्न जाने भनेको मान्छे उहाँ हुनुहुन्छ। ह्यापी बर्थडे मेरो दाइ। थ्यांक यू। हाम्रो बर्थडे स्पेशल पार्टी छ आज हैन त। ट्याक यस्तो क्यामेरा घुमाएर नि देखाइहालौँ। ल निते ह्यापी बर्थडे। अब ए फोकटमा खाना आएपछि ह्यापी बर्थडे त भन्नै पर्यो गाइज। प्रोफेसर फोन गर्दा मैले बोलाएको थिएँ, त्यो खै कहाँ छ भन्दै थियो। लास्ट उ रहेछ यार, बाटो बिग्रेर चाहिँ कम तनाव भयो। घुमेर राउन्ड मार। मेरो घर पारे मैले भन्नुभन्दा यसबाट चुज गर्नु थाल्यो। तिमी कहाँबाट आएको? यहाँ त पुरै बाटो बन्द रहेछ नि यार। भन्नु पर्दैन हैन। ल ह्यापी बर्थडे सरकार। खै एउटा हकसक पनि हानौ झ्याप पो यस्तो। खै घाँटीमा चुमाइदिउँ। है ल बस्नु। ल यहाँ चाहिँ एकदम बवाल रहेछ है। यहाँ चाहिँ छुट्टी मनाउनै आउने यस्तो ठाउँ रहेछ हैन। ल यहाँ चाहिँ हाम्रो बेलौतीको बुट्टामा ठुल्ठुला बेलौतीहरू फलिरहेका रहेछन्। म हाम्रो दोस्तको रेसर्टमा पुगिसकेपछि गोर्खा स्ट्रङ आइसकेको छ हैन। एप्पल साइडर आउँदैछ। अब म यहाँ सिजनको लागि मेनु हेर्न गइरहेको छु। त्यतिखेरको लागि क्यामेराम्यान हुनुहुन्छ हाम्रो सागर। फोकस गर्नु यहाँ, फोकस। सजिलो छ क्यामेराम्यान। उही इङ्ग्लिसमा लेखेर पढ्न जान्दैन त। इङ्ग्लिसमा लेखेको रे। यो नेपालीमा लेखेको मेनु छैन? नेपालीमा लेखेको मेनु जीवन इङ्ग्लिस त म पढ्नै जान्दैन। टेन्सन भन्नु मलाई। ल मैले एन्ट्री हुँदैछ, रुम भिजिट गर्दैछौँ हामी यो रेसर्टको। यहाँ चाहिँ रुम सुमको व्यवस्थादेखि लिएर सबै चिज रहेछ। यहाँ चाहिँ अर्काको रुम रहेछ, झोला रहेछ। भिडियो पकै त छ त हाम्रो, टेन्सन छैन। यहाँ तल माथि जतासुकै रहेछ होइन। यहाँ चाहिँ स्पेसली कपल्सहरू फ्यामिलीहरूको लागि बबाल रहेछ। बार्बिक्यूदेखि लिएर परेवाको जोडी, मुना मदनको जोडी। त्यो बन्द रहेछ। नर्मल रुम छ यो चाहिँ नर्मल रुम रहेछ। बाथरुम हेर्नु बा। टेबल ल्याएको छ के? के दिन सक्छु र हो खतरा सुपर सिडो टेबल। आम्मामा यहाँ त खत्रै रहेछ यार। सिडी ट्याक यतिको चाहिँ हेर्नुपर्छ है। मा कसम यसमा त एउटा मेरो भिडियो पनि हान्नु पर्यो यार। तिमी एनिभर्सरीमा आउँछु भने हिजो कि अस्ति रहेछ एनिभर्सरी। पैसा खर्च बबाल। हाम्रो सिजन स्पेशल आइसकेको छ बबाल पारामा। यो चाहिँ हाम्रो के हो भाइ? यो मेरो घर पारी ग्रिल फिस भने तेल त छैन नि यसमा। तेल हुनु भएन है भाइ। फेरि ग्रिल फिस भने तेल भयो नि फेरि मागा छन्। कम्प्लेन आउँछ कम्प्लेन। कमान अगाडि बढ्नुस् सागर दाइ। अगाडि बढ्नुस्, अगाडि यहाँ राख्नुस्।
के हो यो दादा चोचे पुरै नाम भन्नु न दादा के हो रे यो के हो अहिले पर्दैन पोकिल पुरै सोधेर छ दाजु के बल्ल यार ल उही साथीभाइ दार अट्याक गरिहाले कस्तो छ दादा यो त लु न खान्न लिन्छु खान्न अहिले मनै छैन के लिन्छु तपाईको रिभ्यू यता हेरेर चपाउनु अब यता हेरेर चपाउनु मुखमा फुट्यो कि नै मात्र मलाई नि खान मन लाग्यो यार हैन यो त बवाल छ ल डाइटमा छ न होइन पोक त खान मिल्छ यो त मासु त प्रोटिन हो त दोस्रो हेर यो प्रोटिन हो नि त यो दोस्रो हो नि दाइको पुरा भ्लग लाइभ हो डेन्जर आछ दे आमै गाइजहरु कलेक्टरमा फेमस भइसक्यो यही बाटो माथि त यो बाटो सिधा आएको छैन हाम्रो ग्याङहरु आउँदै हुनुहुन्छ हजुर नमस्कार वेलकम दादा हजुर नमस्कार म्यापमा त मजाले देखाउँछ यहाँ हेर न म्यापले माथि गएर पुरा चितवन जाने बाटो देखाइदिएर म्यापले घुमाइदिएर यहाँ तिम्रो पढाएको म्याप हेरि चुरोट भित्र नि छ दाइ चाहिँ यहाँ भित्र लोकेसन छ अलि कस्तो कस्तो किन आउँदैन रातसँग ड्युटी छ आज मङ्गलबार के खानु आज के खानुहुन्न हिजै भन्नुभयो मलाई मेरो दाइ नमस्कार के छ मेरो दाइ एकदम बिन्दास दाइ चाहिँ लास्टै हट भएर आउनु भएर चाहिँ हामी अब हाम्रो विकास दाइको बर्थडे पार्टीमा अब अर्डर दिन जाँदैछौँ हामी अर्डर एक कार्टुन गोर्खा आइसकेको छ यहाँ ओडीले एक फुल निकाल्देऊ ल बारभित्र प्रवेश हानिसकेका छौँ के हो दाइ ड्रिङ्कमा मम्मा मम्मी क्या बोला भाई फिर से बोलो मेरे भाइ फिर से बोलो ए हाम्रो उहाँदाल चाहिँ खानुहुन्न अनि त्यो के गर्ने खानेकुरा एउटा मान्छे पठाइदियो होइन ओडी एक फुल ल्याइदियो अनि के भन्छ हुक्का एउटा बनाइदियो अझ फेरि हावा आउँछ के हुन्छ हुक्का त अब हावा आयो नि खानु परिहाल्यो नि हुक्का बनाइदिने एउटा ओडी सँगै पठाइदियो अहिले अनि योसँग कोक आइस के भन्छ होइन त्यही सोधौँ होइन होइन के भन्नु पर्दैन कोक र आइस के त्यो खानेकुरामा चाहिँ अहिले जस्तै पोर्क फिस र पोर्क अहिले जस्तो बनाइदियो है दुईवटा अनि अरू चाहिँ मान्छेलाई दिन पठाइदिनु है एउटा बिहा पनि ल्याइदिनु है सँगै सर अर्डर भयो ओडीसँग भयो ल म लागौँ त जीवनलाई कसलाई यही हो हाम्रो रिसेप्सन मलाई त बवाल लाग्यो बवाल लाग्यो हाम्रो मामा दिपक हजुर नमस्ते है किचन उता छ किचन देख्छ किचन नमस्कार मास्क खोलौँ न मास्क खोलौँ खै त दाइ ड्याम जुत्ता खै त आज यार ल्याङ नगर्नु नि तपाईँ यसो फोन हेरेको 1 बजे आएर अनि म तपाईँको जुत्तै ड्याम हुनुपर्ने यो भएन अलि मजा आने चाहिँ हतारमा आएको नि खै मास्क त खोलिदिनु न यो भ्याउँछ त कहिले अब रिल्याक्स हेर इन्जोय भएछ बर्थडे हो कि थाहा छ मलाई थाहा छ सुन न म बर्थडे भोलि गिफ्ट लिएर विचार गरेको थिएँ होइन गिफ्ट अनि के अरे सोचीसँग फोन गर्नु 1 बजीदेखि 3 बजीसम्म म चाहिँ ट्रेनिङमै हुन्छु नि त Happy birthday, Vikas. Happy birthday, Dai. Go. Happy birthday. Gambale, gambale. Kambale, kambale. Happy birthday. सबैजना बबाल इन्जोय भइरहेको छ आज विकास दाइको बर्थडेमा जो जो छुट्नु भएको छ माइन्ड नगर्नु होला अर्को सालको बर्थडेमा पक्का सम्झिन्छौँ हामीले है जो जो छुट्नु भएको छ यो चोटिलाई माइन्ड नगर्नु होला अर्को सालको बर्थडेमा हामीले एकदम सम्झिनेछौँ शुभचिन्तकहरूलाई थ्याङ्क यू सो मच सबैजनालाई माइन्ड नगर्नु होला यति चिल हानिरहेका छौँ हामीले भनेर हाम्रो सम्पूर्ण दाइहरूलाई के कतिको बवाल र के कतिको मजा लागिरहेको छ एकदम मिठा मिठा कुरा गरौँ नचाहिने कुरा नबोलौँ है एकैछिन भिडियोमा क्याप्चर हुन गइरहेका छौँ हामी सबैजना भोलि सबैलाई गाह्रो पर्न सक्छ अब हाम्रो किचनको सिजनहरू सिद्धिसकेको छ र हाम्रो अर्को सिजन सुरु हुन गइरहेको छ हाम्रो अर्को सिजनमा चाहिँ आगो हुरुरु दुन्किसकेको छ बसन्त दाइ चाहिँ आगोको छेउमै बस्नु भएको छ उहाँलाई चाहिँ पोलेको मासु बबाल मनपर्छ हेरौँ अचार मनपर्छ कि पर्दैन है त हेरे अचार अचार लबर ल यहाँ चाहिँ आगो दुन्किरहेको छ एकछिनमा हामी बारबिक्यू गर्छौँ
किन फर्का त त्यहाँ अर्कै घर नि कलर कलर गराएको छ त्यसलाई भन्छ ठुला बडाको पार्टी यो हो के बल्ल यो हो कि ठुलो बडाको पार्टी होइन त बसन्त भाइ ठुला बडाको पार्टी यस्तो हुन्छ मेन यो पाल होला यो जीवन मसला पावन मलाई खान्न म त खाइसकेको बर्थडे पार्टी होला नि ठुला बडाको पार्टी के ठुला बडाको पार्टी कम हो र भन्नु शिखर यो बाबु विकास दाईको पार्टी है विकास दाईको पार्टी विकास दाईको बर्थडे पार्टी यो ल गाइस इन्जोइङ है रमाइलो भइरहेछ अब हाम्रो बार्बिक्यू सुरु हुन जाँदैछ यस बार्बिक्यू पनि सानोतिनो भाडामा हुँदैन नि फेरि यो ट्याक एउटा खसी हामीले पोल्दा खसी नै हो खसीलाई चाहिँ सानो पिस बनाएर ल्याउनुलाई त्यो जिम्दै पोल्दा अलिक गाह्रो होला कि त्यो लुचेर खान सानो भएपछि मरमसला भित्र मरमसला हालेर फेरि ठ्याक्क मिर्नी हुनु पर्यो नि त होइन अब जीवनमा पनि भिडियो बनाइदिन्छु त्यो ज्याकेट स्याकेट खोलेर क्या होइन जाडो बल्ल बना ज्यान अब बल्ल बल्ल बनाइरहेको चाहिँ देखाउन चाहिँ मिल्दैन एकदम पैसा परेर आएको छ बिस्तारै बनाउनुपर्छ लाइट साइट बोलेर एकदम बवाल अनि एकदम रमाइलो झिलिमिली भइरहेको छ जतासुकै लाइटै लाइट गाडी खतरा भनेको खतरै ज्यानवाला दाइ चाहिँ हाम्रो हरिदाई हुनुहुन्छ हरिदाई हुनुहुन्छ त्यहाँ हाम्रो खतरा है पुरै लाइटिङ बवाल ठाउँ छ एकदम सुनसान ल्याउन चाहिँ बुढी नै ल्याएर आउने जस्तो ठाउँ रहेछ यस यस फुल इन्जोय ब्रदर हाम्रो यो के को बार्बिक्यू हुँदै हो यो हाम्रो चाहिँ नि च्वाचे यो चाहिँ च्वाचे है च्वाचे अब उता चाहिँ चिकन छ यहाँ चाहिँ चिकन छ लतक्क खाइन्छ है खाइन लतक्क पारेर हुँदैछ है ल अब हाम्रो चाहिँ भर्खर बार्बिक्यू स्टार्ट हुँदैछ होइन यहाँ चाहिँ दम 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 नर्किरहेको आगो बलेको आगो फेरि अनि यहाँ चाहिँ हाम्रो दाइहरूको सबैको अब धेरै दिनपछि भेटपछि मिठा मिठा भला कुसारीहरू हुँदैछन् होइन यहाँ चाहिँ जतासकै झिलिमिली लाइट बोलिरहेको छ सबै दाइहरूले किचनभित्रको शीतनहरू हामीले अब पचाउँदैछौँ एकछिन गफसफ गरेर किनकि बार्बिक्यू त खानै पर्यो एकदम रमाइलो रमाइलो गफगाफहरू चलिरहेको छ मिठा मिठा धेरै पछि साथीभाइहरू भेट हुँदाखेरिको या आउनु आगो ताप्नु माछाको पुच्छर खाइरहेछ माछाको पुच्छर पनि पोल्यो क्या माछाको पुच्छर पोल्दिनु बास्ना त मस्त आउँछ ल यहाँ चाहिँ हाम्रो पोर्क च्वाचे झरेर आगोमा हालिसकेका छौँ हामीले हाम्रो उहाँ बुढोदरले चाहिँ पनि च्वाचे खानको लागि यो एकदम खातेदारी गर्नु भएको छ हाम्रो उहाँलाई चाहिँ एकदम धन्यवाद दिन चाहन्छौँ हामी स्पेसल्ली होइन त त्यो आगो ल यो भाषा नबुझ्नेले मेसेज गर्नु होला म नेपालीमा सम्झाइदिनु होला है नेपाली भाषा बोल्नु भएको छ उहाँहरूले चारतिर तम्म छम्मा हाम्रो चारतिर तम्म ऱ्याप हो मम्मी सकिन नि फेरि ल हाम्रो ऱ्याप ब्याटल हुनु गइरहेको छ यहाँ ल स्टार्ट ल झोला ग्याङ म्याचेस हामी त झोला ग्याङ हो नि त बेबी तिमी ब्ल्याक बिच बच्चा गुसे कुकुर हाउ हाउ उचे भुसा कुकुर उचे भुसा दाइले टोक्यो भने हुन्छ ऱ्याबिच चारतिर जम्मा दाइ खै त चिसो सबै जम्मा पर उहाँ पुग्नु हो यार ओके गुड ह्यापी बर्थडे विकास ह्यापी बर्थडे इन्जोय बवाल भइरहेको छ खम्बले 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 भाँडाकुडी खाली हुँदै गइरहेका छन् मासु त्यहाँ च्वाचे दुन्किरहेको छ आगो झरझर झरझर झर दुईटा कुकुर खेलिरहेका छन् दाइ पोर्क पाकिसक्यो बवाल छ खै च्वाप पारेर हेर्नु त चुवा जस्तै छ बबल सब बराबर राख्ने नुन मसला खुर्सानी त्यो हाम्रो सेफलाई खुवाइदिनु त हाम्रो सेफ सरलाई रोक्ने म पनि आइरहेको छु पछाडि पछाडि ल ल ल ल क्वाप बसन्त दाइले फेरि सबलाई आफूले नखाने बसन्त दाइले साथीभाइलाई चाहिँ खुवाउनु पर्छ फेरि दाइ मैले पनि खाएन हेलो यस्तो फेरि यहाँ दाइ बाबा गुरुद्वाराबाट चाहिँ शिवालय रिट्रिट भन्दै अब गुगल म्यापमा सर्च गर्दै हो मिठो 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 है अन्त भन्दा यता हेर्नु भन्नु त 2-4 शब्द के भन्नुहुन्छ पोहोर कतिको मिठो छ मजा आइरहेछ है अब कहाँबाट भन्नु त तिमीलाई लोकेसन अनि अब यस्तो टेस्टी छ नि रसिलो फर्स्ट टाइम खाएको छु यस हेर्नु न रसिलो 2 3 लेट्स गो ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु
नाच्नु न ह्याप्पी बर्थडे डियर विकास दाई ह्याप्पी बर्थडे टु यु ला 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 बसन्त अगाडि आउनु न दाइ अगाडि आउनु न ह्याप्पी बर्थडे टु यु यता आउनु अलि अगाडि काट्नु न अहिले एकछिन काटौँ न अनि सबैले अलि मुखमा हाल्नु पर्यो ए राख्दिनु है अलिकति खानुपर्छ यो सुगर लाग्यो र आउँछ यार काकाले मैले काकालाई भनिसक्यो ह्यापी बर्थडे जिब्रे चलाइदिएर ह्यापी बर्थडे सरकार है बिग हक मलाई भन्छ एकदम बिग हक हाम्रो ग्रुपमा एउटा फोटो खिच्छौँ यहाँ बसेर होइन यता बसेर खिचौँ वेलकम नमस्कार मेरो दाइ नमस्कार ढिलो आयो कडा आयो हाम्रो दाइको दाजु वेलकम छ दादा थ्याङ्क यू दाइ यतिको फन चाहिँ हुनु पर्यो है हाम्रो दादालाई वेलकम पनि है हाम्रो ढिलो आउनुभयो दाइ ठिक छ अब जुस भन्नु त सबै चिज भ्याएर आउनु पर्यो दाइ कुन चिज दादा फ्रेस जुस लस्सी होइन लस्सी भयो भने थियो फ्रेस त यहाँ कहाँ हुन्छ पेलेको जुस कहाँ हुन्छ लस्सी भनेर आउँदा म दादा वेलकम 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 छ हाम्रो फ्यामिली पार्टीमा वेलकम छ दादा वेलकम यति ढिलो किन यार तपाईँ लास्ट ढिलो आउनु भयो यार खोज्दा खोज्दै मोबाइल अफ भयो भनेर अनि फेरि लिन पठाएको तिमीलाई यार ल उहाँ बर्थडे बोयलाई हक गर्नु जाने न ओ बर्थडे बोय कमन बर्थडे बोय ओ ह्याप्पी बर्थडे आमा डह्रो हक होला थ्याङ्क यू ल के खाने त्यहाँबाट गएर ल आई लभ यु आछि इन्टरनेसनल ल है आज विकास दाईको जन्मदिनको ह्यापी बर्थडे विकास दाई अब नयाँ नौलो जे भिडियो सुरुवात गरेको छु सपोर्ट गरिदिन आइदिनु भएको छ दाईहरू है विकास दाईको जति पनि फ्यान फलोअर्सहरू हुनुहुन्छ शिवालयमा वेलकम छ है जाओस् मैले हेर्छु नि ल एभ्रिवान फाइनली हाम्रो बर्थडे पार्टी र बर्थडे स्पेसल यही समाप्त भइसकेको छ र सम्पूर्ण हामीलाई सम्झेर बोलाउनु भएको हाम्रो विकास दाईलाई थ्याङ्क यू सो मच हृदयबाट नै हामी विकास दाईलाई चाहिँ सबैले धन्यवाद दिन चाहन्छौँ र सबैले ह्याप्पी बर्थडे पनि भन्न चाहन्छौँ ल उचाल ल विकास दाईले हामी सबैलाई माया गरेर सम्झिनु भयो थ्याङ्क यू सो मच विकास दाई आई लभ यु एक चुम्मा गालामा यो यतिको चाहिँ हुनुपर्छ है फेरि खाइसकेपछि ल थ्याङ्क यू सो मच एभ्रिवान यत्रो बेरसम्म लास्टसम्म बनेर मेरो भिडियो हेरिदिनु भयो र धेरै धेरै धन्यवाद हाम्रो दाई चाहिँ आज भेजिटेरियन हुन्थ्यो दाईलाई चाहिँ कति रमाइलो भयो दाई एकदम फ्यान्टास्टिक थ्याङ्क यू विकास प्यारो भाइ जीवन ल थ्याङ्क यू है सबैलाई बाई बाई फेरि मिलेंगे धन्यवाद।